हेलो एभ्रिवान सबैजनालाई होप डिभर नेपालको तर्फबाट र आज चाहिँ हामी हाम्रो फाइट अगेन्स्ट ड्रग एब्युज एन्ड एडिक्सन अवेरनेस प्रोग्रामको 9th प्रोजेक्टलाई लिएर ज्योतिकुञ्ज सेकेन्डरी स्कुलमा आइसकेको छौँ र आज चाहिँ छौँ भन्दा पनि छु किनभने आज चाहिँ हामीसँग हाम्रो भोलिन्टियर साथीहरू हुँदैन म एक्लै नै छु तर पनि सकेसम्म यस कार्यक्रमलाई पूर्ण रूपमा कभर गर्ने कोसिस गर्नेछु र यो कार्यक्रम अति नै इम्पोर्टेन्ट छ त्यसै कारणले गर्दाखेरि हरेक स्कुल कलेजेसहरूमा र साथसाथै हाम्रो कम्युनिटिजहरूमा पनि हुन एकदमै आवश्यक छ सो त्यो कारणले गर्दाखेरि यो भिडियोलाई पनि तपाईँले सेयर गरिदिनु होला र साथसाथै हाम्रो जति पनि सोसल मिडियाहरूमा हामी एक्टिभ छौँ त्यो सबै पेजलाई तपाईँहरूले फलो अनि सेयर गर्न नबिर्सिनु होला कारण यो महत्त्वपूर्ण छ र बाँकीको कुराहरू चाहिँ तपाईँले भिडियोमा हेर्न सक्नुहुनेछ। Good afternoon to everybody. Okay, please be seated. So today we have one very important programs is from Hope Given Nepal. So he's launching many awareness programs to the youth so the youth may not be involved in the drug addicts. Today, if you have some queries, if you have some questions, Mr. Roman Gurung will be very pleased to share his experience. But before that, I would like to welcome Roman Gurung and share his experience to all of you all. Thank you very much. Thank you so much. स्कुलको सम्पूर्ण एडमिनिस्ट्रेसन टिम हाम्रो प्रिन्सिपल सर सम्पूर्ण टिचर्स लगायत तपाईँहरू सबजना पनि यस कार्यक्रममा हामीसँग हुनुहुन्छ मसँग हुनुहुन्छ। आज हामी हुन पाएनौँ किनभने हाम्रो सबै भोलिन्टियर साथीहरू आफ्नो कामहरूमा बिजी हुन्थ्यो तर पनि म चाहिँ यो टाइम स्कुलले दिनुभएको कारणले गर्दाखेरि समयको कदर गर्दै तपाईँहरूको बिचमा चाहिँ यो ड्रग्स अवेरनेसको प्रोग्रामलाई लिएर आएको छु है। र तपाईँ सबैजनालाई चाहिँ फाइट अगेन्स्ट ड्रग एब्युज एन्ड एडिक्सन अवेरनेस प्रोग्राममा एकदम धेरै धेरै स्वागत छ। यो हाम्रो 9th प्रोजेक्ट हो। अहिलेसम्म हामीले पोखराको 8वटा स्कुल अनि कलेजेसहरूमा चाहिँ यो कार्यक्रम गरिसकेको छौँ। र म तपाईँलाई फर्स्टमै जानकारी दिन चाहन्छु कि तपाईँहरू कुनै पनि सोसियल मिडिया प्लेटफर्म तपाईँहरू चलाउनुहुन्छ भने होप डिभर नेपाल जुन नाम तपाईँहरूले ब्याकग्राउन्डमा देखिरहनु भएको छ त्यही नामलाई तपाईँले सर्च गर्नुभयो भने यही टी सर्ट जुन मैले लगाएर आइरहेको छु यही मर्चको लोगो तपाईँहरू देख्न सक्नुहुनेछ र तपाईँले प्लिज त्यसलाई तपाईँले फलो र सेयर पनि गरिदिनु होला ताकि यो अवेरनेस प्रोग्राम चाहिँ इम्पोर्टेन्ट छ भन्ने कुरा हामी सबै कम्युनिटी मेम्बरहरूलाई पनि थाहा हुन सकोस्, हाम्रो प्यारेन्ट्सहरूलाई लगायत हाम्रो जतिजना पनि व्यक्तिहरू यो समाजमा हुनुहुन्छ उहाँहरूलाई पनि यो कार्यक्रमको इम्पोर्टेन्स चाहिँ थाहा होस् जुन इम्पोर्टेन्स चाहिँ तपाईँहरूले अब यो कार्यक्रमलाई हामीले डिगिङ गर्दै जाँदाखेरि तपाईँले थाहा पाउन सक्नुहुनेछ है। र ढिला नगरिकन हामी हाम्रो प्रोजेक्टको बाँकीको कुराहरूलाई चाहिँ हामी सुरु गर्नेछौँ। Hello everyone. I am Mandeep PK from class 10 studying in Jyotikunja Secondary English School. I am very grateful to the school for organizing this program and also our Roman sir for sharing his experience and knowledge in this field. Once is good, twice is a mistake, but if you do it daily, then it's addiction. Drug is a very bad substance, and everybody should say no to drugs. Thank you. गुड आफ्टरनुन एभ्रिवान। मेरो नाम चाहिँ दीक्षित थापा हो। म कक्षा 10 मा अध्ययनरत छु। म अहिले 16 वर्षको भएँ र आज चाहिँ हाम्रो विद्यालयमा ड्रग एडिक्सनको बारेमा केही जनचेतनामूलक कार्यक्रम आयोजना गर्न आउनुभएको छ। त्यसको लागि म निकै धन्यवाद व्यक्त गर्न चाहन्छु। के कारणले मानिस लागु पदार्थको सेवनमा फस्न सक्छ। लागु पदार्थ सेवन गर्नुका विभिन्न धेरै असरहरू पनि रहेका छन्। मानिसमा शारीरिक सङ्केतहरू हुन सक्छन्, त्यस्तै मानसिक सङ्केतहरू हुन सक्छन् र त्यस्तै साइकोलोजिकल प्रभावहरू पनि हुन सक्छन्।
से नो टु ड्रग्स भन्न चाहन्छु। त्यसै गरी कुनै पनि चिजको अत्यधिक प्रयोग हाम्रो लागि विष बन्न सक्छ। धन्यवाद। ओके ल पेपर मलाई